साथीहरु एकचोटी यो भिडियो स्किप नगर्दिनु होला है। म के देखाउन गइरहेको छु र के भन्न गइरहेको छु हैन, एकचोटी ध्यान दिएर सुनिदिनु होला। यहाँ अगाडि पहेँलो देखिराख्नु भएको छ काठमाडौँ नगरपालिकाको यो फोहोर उठाउने गाडी हो है। तपाई देख्दै हुनुहुन्छ कसरी पेलेर त्यो गाडीलाई चाहिँ पेलेर चाहिँ जान खोजिरहेको थियो र धुवा कति निकाले यसले हैन। काठमाडौँ नगरपालिका जो चाहिँ आफैले सडकमा हेर्नुस् धुवाको अहो मुस्लो हेर्नुस् हैन, जो चाहिँ आफैले सडकमा प्राइभेट र पब्लिक गाडीहरूलाई रोकेर प्रदूषण जाँच गरेर पास फेल गर्ने जरिवाना लगाउने दुनिया चाहिँ गरिराख्नु भएको, दुनिया काम गरिराख्नु भएको थियो अस्ति चुनावभन्दा अगाडि। तपाईँहरूलाई थाहा छँदैछ र यो सबै इन्टरनेटभरि भाइरल छ हैन। तर के छ भन्दाखेरि आफ्नै गाडी हैन, आफ्नै गाडीको हविगत यस्तो छ र यसले कुनै पनि यो गाडीले कुनै पनि लेनको मर्यादा र कुनै पनि गाडीलाई अथवा चाहिँ मोटरसाइकललाई हैन कसैलाई पनि उसले चाहिँ बाटोमा चाहिँ राम्रोसँग ठाउँ दिएर चलाइरहेको छैन। मन लागे रोडको बिचमा गएको छ, मन के अरे नलागे लेफ्टतिर आएको छ, कहिले यता गएको छ, केही हेरेको छैन। यसले कुनै न कुनै बेला चाहिँ एक्सिडेन्ट गराउँछ। हेर्नुहोस् कसरी चाहिँ रोडको बिचमा गइसकेको छ हैन। यसरी जाँदैछ ऊ, ओभरटेकहरू चाहिँ अननेसेसरी ओभरटेकहरू गर्दैछ। यसरी बाटोको बिचमा गुन्डागर्दी गर्दै चलाइरहेको छ र हैन। ट्राफिक प्रहरी पनि थिए, ट्राफिक प्रहरी पनि चुप्लाएर बसे। अब किन हो थाहा छैन है, अब चिन्जान हो कि के हो, तर यो चाहिँ भएन है। अब त सरकार चेन्ज भयो र सबै चिज नियम सबैले लाग्नु पर्यो, नगरपालिका गाडी मात्र भनेर भएन। हेर्नुहोस् धुवा कति फालेको छ, झन्डै त्यो बससँग ठोकिएको थियो। बससँग ठोकिएको भए के हुन्थ्यो, कतिजनाको ज्यान छ त्यसमा हैन। यो कसैले केही सोचेको छ, कतिजनालाई चाहिँ यसले चाहिँ असर पारिरहेको छ। धुवा त्यत्तिकै फालेको छ, रोडमा मर्यादा केही फलो गरेको छैन। यस्तो मान्छेलाई कसरी चाहिँ हामीले सडकमा यत्रो ठुलो गाडी गुडाउन दिन्छौँ। काठमाडौँ नगरपालिका, मैले काठमाडौँ नगरपालिकाको ध्यान मात्र केन्द्रित गर्न खोजेको, ध्यान आकर्षण मात्र गर्न खोजेको यो हैन। यो कारणले गर्दाखेरि भोलिको दिनमा केही भवितव्य भइहाल्यो भने जिम्मेवार को रहन्छ। बाटोमा धेरै मान्छेहरू हिँडिरहेको छन्, धेरै मोटरसाइकलहरू छन्, धेरै गाडीहरू छन्, तर यो तरिकाको गुन्डागर्दी पाराले तपाईहरूको मान्छे अथवा तपाईहरूको गाडीले यो शैलीमा पुरै वातावरण नै खलबल्याएर हिँडिरहेको छ। अब यसले केही गर्यो भने जिम्मा कसले लिने, जवाबदेही को भनिदिनु पर्यो, अगाडि आउनु पर्यो। नत्र यो तरिकाले त गुन्डागर्दी त चल्दैन अबको राज्यमा त। हेर्नुहोस् यो कतिजनालाई चाहिँ यसले चाहिँ असर पार्दै हिँडेको छ।